बेलबारीमा लाग्ने सोमबारे बजारमा चाहिँ नि साथीहरू आजभन्दा 2-3 हप्ता अगाडि चाहिँ मैले दाल किनेर चाहिँ बिर्सेको थिएँ क्या पसलमा। अनि त्यो छोडेको हप्ता चाहिँ अब घरमा आएपछि थाहा भयो दाल त छोडिएको रहेछ भनेर। अर्को हप्ता जानु पर्यो भनेर चाहिँ सम्झेँ। अर्को हप्ता चाहिँ फेरि केही किनमेल पनि थिएन अनि जाउँ पनि लागेन कि अल्छी लागिरहेको थियो। फेरि दिनु पनि हुन्न होला, बिर्सिनु भयो होला जस्तो लाग्यो। अनि त्यस पछाडिको 2 पल्टको सोमबारे बजारमा गएँ तर मैले चाहिँ भेटिनँ क्या, उहाँले दोकान राख्नै भएको थिएन। अनि मैले चाहिँ सोचेँ उहाँले अरूतिरै दोकान फिजाउनु भएको होला भनेर चाहिँ अब किनमेल गर्दै गर्दाखेरि जहाँ जहाँ दालहरू पाइन्छ हेर्दै हिँडेँ कि, तर उहाँलाई चाहिँ मैले देखिनँ। अनि हिजोको सोमबारे बजारमा चाहिँ ठ्याक्क त्यही ठाउँमा चाहिँ उहाँले दाल फिजाएर बस्नु भएको रहेछ। अनि मैले चिनी पनि हालेँ उहाँलाई। अनि म चाहिँ कुरा गरौँ कि नगरौँ दोमन भइरहेको थियो। त्यही पनि यसो सोधिहेरौँ न, किन्नु पर्ने पनि छ अगाडिको, अब बिर्सेको सम्झिनु भएन छ भने पनि म अर्को चाहिँ किन्नु पर्यो आज भनेर चाहिँ गएँ म। अनि सोधेँ क्या उहाँलाई, दिदी मैले चाहिँ दाल छोडेको थिएँ योभन्दा 2-3 हप्ता अगाडि नै। अनि उहाँले चाहिँ एकछिन सम्झिनु भयो। अनि हजुर अलिक साँझ परेको बेलामा आउनुभएको थियो, अलिअलि पानी पर्दै थियो होइन नानी भन्नुभयो क्या। अनि हजुर हो त आन्टी भने क्या मैले। अनि हो नानी तपाईँले चाहिँ पैसा पनि तिरिसक्नु भएको थियो अनि पानी परेकाले गर्दा छाताहरू उगार्नु भयो अनि दाल चाहिँ नबुकिकन जानुभएको थियो। एकछिन हामीले कुरा पनि गऱ्यौँ फर्केर आउनुहुन्छ होला भनेर, तर तपाईँ आउनु भएन। त्यस पछाडि मैले 2-3 हप्ता दोकान राखेको थिएँ। अनि छोड्नु भएको चाहिँ थाहा छ मलाई, तर कुन दाल छोड्नु भएको थियो र कति केजी किन्नु भएको थियो त्यो चाहिँ मलाई याद भएन कि नानी, तपाईँ आफै भन्नु अनि लिएर जानु आज आफैले भन्नुभयो क्या मलाई। अनि कस्तो धेरै इमान्दार क्या उहाँ चाहिँ। अब मलाई थाहा भएन नानी कहिले थियो, मलाई याद पनि भएन भन्न पनि सक्नुहुन्थ्यो नि त उहाँले। मलाई त झन् आश पनि थिएन कि त्यो दाल मैले फेरि फिर्ता पाउँछु भनेर होइन। त्यही पनि हिजो ठ्याक्क पसल खोलेको देखेर चाहिँ सोध्दैमा त के जान्छ त, सोधि हेरौँ न त भनेर चाहिँ गएको थिएँ म चाहिँ। यस्तो हुन्छ क्या अब कोही कोही चाहिँ यस्तै खुत्तेका हुन्छ नि, त्यसमा फर्केर नजाउँ जस्तो बनाउँछन् होइन, सोद्धाखेरि यस्तो नापेर बोल्छन् कि। अनि यस्तै भयो साथीहरू, मेरो हिजोको सोमबारे बजारको अनुभव चाहिँ एकदमै राम्रो भयो होइन। फर्किँदाखेरि चाहिँ मैले माछा किनेर लिएर आएँ। अब सोमबारे बजारको दिन साउनभरि त बार्न सकिनँ, अब सोमबार चाहिँ बारौँ न त भनेर हिजो चाहिँ मैले खाइनँ, आज चाहिँ म खान जाँदैछु। अनि हजुरहरू चाहिँ हिजो सोमबारे बजार डुल्नु भयो कि भएन त साथीहरू, कतिको रमाइलो लाग्छ सोमबारे बजारमा कमेन्ट गर्नुहोस् है त। हस् त, बाई बाई।